नमस्कार सबैलाई, च्यानलमा पुनः स्वागत छ। आज हामी एउटा यस्तो रहस्यमा गोता मार्दैछौँ जसले हजारौं वर्षदेखि मानव जातिलाई चकित पारेको छ। के महाभारत साँच्चै भएको थियो? के यो केवल धार्मिक ग्रन्थ हो कि पुरानो सभ्यताको वास्तविक ऐतिहासिक दस्तावेज? तयार हुनुहोस्, किनकि आज हामी पुरातात्विक खोज, वैज्ञानिक प्रमाण, तारा मानव तथ्य र पुराना कथाहरू बीचको गहिरो सम्बन्ध खोज्नेछौँ। एक यस्तो यात्रा जसले तपाईको पुरानो विश्वास नै बदल्न सक्छ। महाभारत यो केवल एउटा कथा होइन, यो भारतीय सभ्यताको आत्मा हो। धर्म र अधर्मको सङ्घर्षको प्रतीक हो। धर्म, कर्तव्य, परिवार, प्रेम, विश्वासघात र बलिदानको कथा। यसले हामीलाई सिकाउँछ, जब सबै कुरा अन्धकारमा डुब्छ तब सत्य र धर्मको बाटो कहिले हराउँदैन। तर आज हाम्रो प्रश्न केही फरक छ। यी कथा र पात्रहरू केवल प्रतीक हुन् वा तिनीहरू साँच्चै पृथ्वीमा हिँडेका मानिस हुन्? के कृष्ण, अर्जुन, भीष्म र द्रौपदी केवल कल्पना हुन् कि इतिहासका जीवित पात्र? महाभारतको कथा संसारकै सबैभन्दा लामो महाकाव्य हो। 1 लाख भन्दा बढी श्लोकहरू जसले हजारौं वर्षको इतिहास समेट्छ। यसमा युद्धका रणनीतिहरू, वंशानतीहरूको वंशावली, नीतिशास्त्र, दर्शन र समाजको गहिरो चित्रण पाइन्छ। रोचक कुरा के छ भने यसमा उल्लेख भएका धेरै ठाउँहरू आज पनि भारतको नक्सामा भेटिन्छन्। कुरुक्षेत्र, हस्तिनापुर, द्वारका, यी सबै ठाउँहरू आज पनि अस्तित्वमा छन्। त्यसैले धेरैले सोध्छन्, यदि यो केवल कथा हो भने यसका स्थानहरू किन यति सटिक छन्? किन हजारौं वर्ष पुरानो ग्रन्थले आधुनिक नक्सासँग मेल खान्छ? अब कुरा गरौँ तारा मानव प्रमाणको, जुन सबैभन्दा आकर्षण भाग हो। महाभारतमा धेरै स्थानमा ताराहरू, ग्रहहरू, ग्रहण र नक्षत्रहरूको सटिक वर्णन पाइन्छ। उदाहरणका लागि, युद्ध सुरु हुनुभन्दा अगाडि सूर्य र चन्द्र ग्रहण भएको उल्लेख छ। केही नक्षत्रहरू जस्तै भरणी, पुष्य र मगा, तिनीहरूको ठ्याक्कै स्थिति समेत लेखिएको छ। आधुनिक वैज्ञानिकहरूले यी विवरणहरूलाई कम्प्युटर सफ्टवेयरमा इनपुट गरेर समय उल्टाएर गणना गरे र आश्चर्यजनक रूपमा धेरै अध्ययनहरूले एउटै समय देखाए। करिब 3047 ईसा पूर्वदेखि 3102 ईसा पूर्व बीचको अवधि। यही समयलाई कलियुगको सुरुवात पनि भनिन्छ। के यो केवल संयोग हो कि वास्तवमा महाभारत त्यही समयमा घटेको हो? यो कुरा सोच्दा नै रोमाञ्च हुन्छ। ताराहरू, ग्रहहरू र नक्षत्रहरूले हजारौं वर्षपछि पनि त्यही कथा पुष्टि गरिरहेका छन्। अब आकाशबाट पृथ्वीमा फर्कौं, जहाँ प्रमाणहरू अझ बलिया छन्। सबैभन्दा जटिल स्थान द्वारका, भगवान कृष्णको सहर। लामो समयसम्म सबैले यो केवल मिथक हो भन्ने बाने। तर 1980 को दशकमा प्रसिद्ध पुरातत्वविद डाक्टर एस.आर. रावले गुजरातको तटमा पानीमुनि खोज सुरु गरे। डाइभरहरूले समुद्रभित्र गहिराईमा विशाल पत्थरका संरचनाहरू, सहरको जस्तो लेआउट, भित्ताहरू, स्तम्भहरू र एङ्करहरू भेटे। यी सबै महाभारतमा उल्लेख गरिएको द्वारकाको वर्णनसँग चकित पार्ने गरी मिल्दोजुल्दो थिए। र जब वैज्ञानिकहरूले त्यहाँ भेटिएका भाँडाकुँडा र हड्डीका टुक्राहरूको कार्बन डेटिङ गरे, परिणामले देखायो यी संरचनाहरू 3500 देखि 1500 ईसा पूर्व बीचका हुन्। यसले महाभारतको समय रेखासँग मेल खान्छ। अर्थात् कृष्णको द्वारका केवल कथा होइन, कुनै समयमा वास्तविक सहर पनि हुन सक्थ्यो। अब कुरा गरौँ अर्को रहस्यको, सारस्वती नदी। महाभारत र वेदहरूमा यस नदीलाई पवित्र र शक्तिशाली नदीको रूपमा उल्लेख गरिएको छ। तर आधुनिक समयमा यो नदी बेपत्ता थियो, त्यसैले धेरैले यसलाई कल्पनाको उपजन ठाने। तर पछि भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन इसरोले उपग्रह इमेजरी र ग्राउन्ड पेनिट्रेटिङ राडार प्रयोग गरेर हरियाणा, राजस्थान र गुजरात हुँदै बगेको पुरानो नदीको चिनो भेट्यो। यो ठ्याक्कै त्यही बाटो हो जुन महाभारत र ऋग्वेदमा वर्णन गरिएको थियो। भूगर्भवेदहरूले पुष्टि गरे कि यो नदी करिब 1900 ईसा पूर्वतिर सुक्न थाल्यो। यसको मतलब महाभारतमा उल्लेख भएका घटनाहरू यो नदी सुक्नुभन्दा पहिले भएका हुनुपर्छ। यसले हाम्रो समय रेखालाई अझ प्रष्ट बनाउँछ। अब अर्को रोचक प्रमाण,
लोहा र युद्धका अवशेषहरू। कुरुक्षेत्र क्षेत्रको आसपास धेरै ठाउँहरूमा पुराना हतियार, भाला र धातुका टुक्राहरू भेटिएका छन्। यी वस्तुहरूको संरचना र मिति लौह युगको सुरुवाती चरणसँग मेल खान्छ, ठ्याक्कै त्यही समय जब महाभारत घटेको भनिन्छ। तर हरेक प्रमाणसँग विवाद पनि छ। केही विद्वानहरू भन्छन् महाभारत एकै समयमा घटेको घटना होइन, तर शताब्दीयौंसम्म चलेका कथाहरूको सङ्ग्रह हो। अरू भन्छन् यो इतिहास होइन, तर आध्यात्मिक र सांस्कृतिक प्रतीकात्मकता हो। तर त्यही त यसलाई रोचक बनाउँछ, होइन? जहाँ विज्ञानले प्रश्न गर्छ, त्यही आध्यात्मले उत्तर दिन खोज्छ। अन्तमा सोच्नुहोस्, यदि महाभारत केवल कल्पना हो भने त्यो कल्पना कसरी यति विस्तृत, सटिक र तार्किक हुन सक्यो? किन आज पनि हामी त्यही ठाउँहरूमा पुराना संरचना भेटिरहेका छौँ? किन ताराहरूको स्थितिसम्म मेल खान्छ? सायद उत्तर सरल छैन, तर रहस्य अझै जीवित छ। त्यसैले अन्तिम प्रश्न तपाईँका लागि, के तपाईँलाई महाभारत साँच्चै भएको थियो, वा यो केवल प्रतीकात्मक कथा हो जसले सत्य र धर्मको गहिरो अर्थ बुझाउँछ? तपाईँको विचार तल कमेन्टमा लेख्न नबिर्सनुहोस्। यदि यस्तै पुराना रहस्य, वैज्ञानिक प्रमाण र ऐतिहासिक खोजहरूमा तपाईँलाई रुचि छ भने भिडियो लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र च्यानल सब्स्क्राइब गर्नुहोस्। अर्को एपिसोडमा भेटौँला अर्को युगको अर्को रहस्यका साथ। धन्यवाद।